रुपेश के गरेको? रुपेशको खुट्टाबाट राम्रोसँग निको भयो। टेक्न मिलेछ है बल्ल बल्ल। कति दिनपछि निको भयो गाइस रुपेशको खुट्टा। अहिले चाहिँ एकदम फाइन भएछ। गयो रुपेश उडेर। उता गयो रुपेश गाइस। उता रुपेश गाइस रुपेशको बस्ने ठाउँ त्यही हो है। सबैजनाले रुपेशको भिडियोमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला है। सबैजनाले सपोर्ट गर्नु होला रुपेशको भिडियोमा। कस्तो लाग्छ रुपेशको भिडियो? तपाईहरुलाई मन पर्छ कि नै? मन पर्छ भने लाइक गर्नुस्, कमेन्ट गर्नुस् है। सब्सक्राइब पनि गरिदिनु होला। धेरै ठाउँमा शेयर गरिदिनु होला। नेक्स्ट टाइम ल्याउने छु ब्लग। ओके बाइ बाइ गाइस, टेक केयर।